Hello everyone, today make popcorn. आउनुहोस् जानु मकैको फुला कसरी बनाउने यहाँ हेर्न सक्नुहुन्छ। आज म मकैको फुला अनुकरण गरिरहेको छु। दिस इज popcorn. I putting oil and putting pan. See little too much oil, deep corn and too much good. And here people are working here is dishing firing area. I making first. यहाँ साथीहरूले आगो बालिरहनु भएको छ, देख्न सक्नुहुन्छ वरपर सबैजना मिलेर आगो बालेर यहाँ तयारीमा छौँ। मकैलाई पहिला तेल राख्ने, कराई बसालेर अनि मकै भुट्नुपर्छ। दिस इज पुटिङ ओइल, भेरी नाइस एन्ड फायर टु मच एन्ड टु मच हिट एन्ड लिटल बिट मोर टाइम 2 minutes and slowly in making in all popcorn good. This one recipe good, very nice. See this one, like, comment and subscribe video. Other video I putting next time. All guys, this one see in little bit put salt, थोरै salt पनि हाल्नु होला, little bit salt put and very good, very nice, tasty. This one little bit turmeric also put. I don't put today, I only oil and salt only. अगर तपाईहरुले कलर पनि चाहनुहुन्छ भने यसमा थोरै मात्रामा बेसार पनि राख्न सक्नुहुन्छ। दिस वान भेरी नाइस। साथीहरु भिडियोलाई लाइक कमेन्ट गर्न नभुल्नु होला र यसै रेसिपी सम्बन्धी भिडियो म हाल्दै रहने छु। कहाँबाट हेर्दै हुनुहुन्छ, भिडियोलाई कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। This can subscribe and comment and follow. This one is ready. 2 minutes and I covering. This is cooking time. Last and cooking. Last finish now. Now ready this one organic popcorn and not gas here. Firing other side outside and cooking. All people here too much cool. This one area जाडोको बेलामा तातो तातो मकै खानको लागि हामी साथीहरु सबै मिलेर यहाँ बनाइरहेका छौं। दिस वान सी, वाओ, भेरी नाइस, टू मच। यु आर ट्राई। तपाईहरुले हेर्नु होला साथीहरु, यस्तै उठेको मकै फुला उठाएर खानु होला र 2 मिनेट ढाक्दिनु होला। राम्रो मकै देख्न सक्नुहुन्छ। थ्यांक यू वाचिङ। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मलाई सब्स्क्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु। थ्यांक यू सबैजनालाई धेरै धेरै धन्यवाद। अल भ्युअर्स और साथीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। हस् त, नमस्कार साथीहरु। थ्यांक यू। नाइस, भेरी टेस्टी एन्ड भेरी क्रिस्पी popcorn. This one recipe